ल आज चाहिँ हाम्रो फुटबल गेम थियो अनि फुटबल गेममा चाहिँ हामीले चाहिँ आज होइन हार बिहोर्नु पऱ्यो अनि हारेर आयो होइन जितको लक्ष्य बोकेर गएको थियौँ तर हामी हारेको छौँ आज चाहिँ मेरो केटाहरू चाहिँ एकदम होइन दुःखी छ आज यो मिहिनेत गरे अनुसार पनि हामीले त्यो होइन सफलता हासिल गर्न सकेन नि त मेरो केटाहरू एकदम दुःखी छ म चाहिँ केटाहरूको होइन उनीहरूलाई चाहिँ कस्तो खालको फिलिङ भइरहेको छ एकचोटि सोध्छु है त आजको फिल चाहिँ होइन एकदमै दुःखी दुःख लागिरहेको थियो किनभने हाम्रो फुल टिम थिएन होइन थोरै जे भए पनि अब हाम्रो 2-3जना प्लेयरहरू चाहिँ होइन नयाँ हो अनि यसो अनुभव गराएको होइन तर केही छैन हारेर थोरै थोरै मन चाहिँ दुखेको छ होइन तैपनि केही छैन हाम्रो केटाहरूले अलिअलि भए पनि अनुभव बटुले होइन यसले खुसी टिममेट मेरो केटाहरू थिएन होइन त्यसैले आज मेरो केटाहरूको नहुनुको कारण होइन आज हामी हार्यौँ होइन त्यही पनि ठिकै छ अनुभव बटुल्दैछ नयाँ खेलाडीले होइन त्यही हो मेरो त होइन आज चाहिँ ठिकै राम्रै गयो तर मैले हान्ने बल पनि हानिनँ होइन दाहरू राम्रै खेल्नु भएको थियो ठिक छ कोसिस गर्दैछु होइन ल भाइ अब यस्तै हो होइन अब बिस्तारै बिस्तारै भाइलाई ल अब हाम्रो भाइ चाहिँ सायद हामीले उसलाई पहिलोचोटि हामीले अहिले जस्ट यो अवसरहरू दिइरहेको छौँ तपाईँ भाइले आफूले सकेसम्म बेस्ट दामी हानेको थियो अनि भाइ अबको नेक्स्ट राउन्डमा चाहिँ दामी हान्नुपर्छ ल ओके मिहिनेत गर्नु ल अझ भर्खर त खेल्दैछ अनि ओके ओके ल भाइ चाहिँ एकदम मेहनती छ यसरी होइन दाइहरूको चाहिँ टक्क सामानहरू बोकेर यो उमेरमा पनि होइन हामी सँगसँगै हिँड्छ अनि भाइलाई आज कसको गेम कस्तो लाग्यो होइन कस्तो लाग्यो हाम्रो टिममेटहरू राम्रै थियो तर अनिस दाले एक बल चाहिँ मिस हान्नुभयो त्यही र अनिस दाले मिसी हान्नु भएको हो त होइन होला तिमी हुनु भए हान्थ्यौ हान्दिनँ अब ल बिस्तारै बिस्तारै गेममा अगाडि बढ्नुपर्छ ल सुत छ कि छैन सुत छ ल भरे गेममा आऊ ल ओके ल यिनीहरू पनि अहिले बिस्तारै बिस्तारै जो टिममा बढ्दैछ सानसानो भाइ बहिनीहरूलाई हामीले आफूले सिकेको कुराहरू चाहिँ सिकाउँदैछौँ सम्झनाको कोसेली बाँड्दैछौँ केटा हो होइन हामी आज हारेर आयौँ दुःख मन छ होइन दुःख नगर हामीले सङ्घर्ष गरिरहेको छौँ होइन एउटा खुसीको कुरा के छ भने हामीले सानसानो भाइहरूलाई अवसरहरू दिइरहेका छौँ तिनीहरूको साथमा हामीले अब सानसानो भाइहरूलाई हामीले खेलाइरहेको छौँ त्यो चाहिँ लाग्छ उनीहरू फुटबलमा बढिरहेको छ होइन बढ्दै पनि छ भाइहरूले आफूले सकेजति खेलिरहेको छ तिमीहरूलाई सम्झिरहेको छु यहाँ तिमीहरू बिना हाम्रो खेल एकदम अधुरो भयो जहाँ तसो सबलाई याद गरिरहेको छु कि सबलाई कोही विदेशमा छ कोही नेपालमै छ कोही बाहिर छ घरभन्दा बाहिर सबलाई सम्झिरहेको छु मिस गरिरहेको छु यहाँ फुटबललाई नबिर्सिने तिमीहरूले होइन एकदम माया छ है तर सबैलाई नाराजगी